हेलो गाइज वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम बबाल छु है। सो आज चाहिँ मैले एउटा छोटो भिडियो लिएर आएको छु है। भिडियो त अब तपाईँहरूले हेरिहाल्नु भयो भनिराख्नु पर्दैन होला है। सो आज चाहिँ हामी बाइसतिर घुम्नलाई गएको थियौँ। घुम्नलाई जाँदा बुढीले चाहिँ अब भिडियो पनि बनाउँ न त भनेर है। मैले पनि एउटा ल नि त म पनि के कम भनेर मैले पनि एउटा भिडियो बनाइदिएँ होइन। भिडियो बनाउँदै हिँडिरहेको थियो। खासै भिडियो बनाउनु त आउँदैन, बाङ्गो टिङ्गो छड्के मड्के भए पनि अब जस्तो भए पनि भिडियो त हो भनेर मैले पनि भिडियो बनाएँ निच्चा दाँत देखाउँदै। त्यही भएर बुढी पनि हिँडिरहेको थियो, उसले पनि भिडियो बनाइरहेको थियो। म चाहिँ पछि डुलिरहेको थिएँ होइन। कता डुलाउँछ त्यतै डुल्छु भनेर डुलिरहेको थिएँ। बुढीले चाहिँ यस्तो त्यस्तो भनेर भिडियो बनाइरहेको थियो, म पछि है पछ्याइरहेको थिएँ। बुढीले चाहिँ अगाडि हिँडेर पनि कस्तो राम्रो ठाउँ रहेछ धेरै समयपछि आउँदा त भनेर हिँडेर भनिरहेको थियो। मैले चाहिँ भिडियो खिच्दै हिँडिरहेको थिएँ है। त्यसै क्रममा अब म पनि के काम त भनेर मलाई पनि बुढीले च्याप्प क्यामेरा पक्रिनु दिएर म पनि अगाडि हिँड्दै माछाहरू रङ्गी बिरङ्गी हेर्दै बबाल डेन्जर हेर्दै हिँडेँ। त्यसपछि गर्मी पनि धेरै एकदम डेन्जर थियो है। अब गर्मी हुँदै पनि तर पनि के छ र भनेर अब घुम्न आएको पनि 1-1.5 घन्टा भइसकेको थियो। अब जानुपर्छ भनेर है भिडियो पनि यतिमै टुङ्ग्याइदिएको।